धेरै अब यो कुरामा म बोल्न चाहदिनँ। मैले रामेछापको सम्पूर्ण दाजुभाइ दिदीबहिनीहरू म जनप्रतिनिधि हिसाबले मैले गर्ने कुराहरू विकासको कामहरू गर्नेदेखि ल्याएर जुन शिक्षकको कुराहरू गर्नुभएको छ, शिक्षक विधेयक कुराहरू आइराखेको छ, शिक्षक विधेयक अन्तिम चरणमा पुगिसकेको छ। त्यो भित्र पनि के हुँदो रहेछ भने हामीले एउटा कार्यक्रम अहिले पास गरेर पठाइदिएको थियो। हामीले चाहिँ अस्ति हाउसमा कर्मचारीहरू विधिहरू त्यहाँ कुनै कर्मचारीले भित्र अलिकति केही घुसाइदिएछ। त्यसको अहिले चाहिँ राष्ट्रिय सभामा लानलाई अलिकति छलफल भएको छ। आजबाट करिब त्यो अनलाइनतिर सबैतिर हाम्रो चाहिँ त्यसको चाहिँ कुराहरू आइराखेको छ। अब यो शिक्षकको विधेयक हामीले चेन्जको लागि भने हामी अन्तिम चरणमा पुगिसकेको छ। करिब हामी यो महिनाभित्रमा यो विधेयक हामी हाउसबाट पास गरेर हामी चाहिँ राष्ट्रिय सभा पठाएर यहाँको साउनबाट सकेसम्म हामी साउनबाट नै लागू गर्ने भन्ने कुराहरू हामी लागिरहेको छौँ। म भन्दाखेरि यो शिक्षक विधेयक चाहिँ म 22 सालमा जन्मेको, यो 28 साल भनेपछि करिब 5-6 वर्षको मात्रै भाइ रहेछ यो शिक्षक विधेयकहरू। यहाँले यो शिक्षक यही विधेयक अनुसार यहाँले नियम अनुसार यहाँले जुन पठाइदिनु भएको छ, यहाँले राम्रो काम गरिदिनु भएको छ। म यहाँको शिक्षक सबै सङ्घ संस्था सबैको साथीहरू शिक्षक गुरुहरूको मैले भाषणहरू पनि सुने, नेपाली काङ्ग्रेसबाट सुने, माओवादी यो सबैबाट सुनेको छु। यहाँहरूले मेरो निवेदन के छ भने यहाँहरूले शिक्षक गुरुहरूले राजनीति नगरिदिनुहोस्। मेरो यहाँलाई अनुरोध निवेदन, अरू जिल्लाको पनि जोसै गरिदिनुहोस्। यहाँले चुनाव आउने बेलामा जसलाई मनपर्छ, जुनैसुकै पार्टी राम्रो काम गर्छ त्यो मानिसले भोट हालिदिनुहोस्। यहाँले शिक्षकहरूले राजनीति गरेर हामी कहाँ जाने? र शिक्षकहरूले पढाइदिनुहोस्। यहाँ गुरुहरूले पढाइदिएको विषयमा आज शिक्षकहरू यहाँले चाहिँ पढाएको विद्यार्थीहरू आज कोही पाइलट भएको छ, कोही डक्टर भएको छ, कोही इन्जिनियर भएको छ। यहाँले पढाएको विद्यार्थीहरू आज चाहिँ सरकारले प्रमुखहरू भएको छ। यहाँले राजनीति गर्नुभयो भने त न राजनीति गर्ने मान्छे अगाडि आउँछ, न डक्टर अगाडि बढ्छ, न कार्यालय प्रमुखहरू बन्छ, बन्दैन जस्तो लाग्छ। राजनीति यहाँले कुनै पनि शिक्षकहरूले काङ्ग्रेसबाट नगरिदिनुहोस्, एमालेबाट नगरिदिनुहोस्, माओवादीबाट नगरिदिनुहोस्, राष्ट्रिय प्रधान पार्टीबाट नगर्नुहोस्, स्वतन्त्र कुनै पनि शिक्षक गुरुहरू मैले हात जोडेर मैले 10 औँला जोडे यहाँलाई मैले आजबाट मैले रामेछाप जिल्लाको सम्पूर्ण शिक्षकहरूलाई अनुरोध गरेँ, भोट हाल्नुहोस्। भोट हाल्ने बेलामा मनपर्छ जुनैसुकै पार्टीलाई भोट हालिदिनुहोस्। यहाँले केन्द्रबाट बिगारिदिनु भएको छ। काङ्ग्रेसले पनि बिगारिदिएछ शिक्षकलाई, लतिमी काङ्ग्रेस त्यहाँ सङ्गठन बनाउनु पर्छ। एमाले पनि चाहिँ बिगारिदिएछ तपाईँहरूलाई। हरेक पार्टीको साथीहरूले शिक्षक गुरुहरूले बिगारिदिएछ। नबिग्रिनुहोस्। यहाँहरूलाई हामीले सम्मान गर्ने, गुरु मान्ने हो। यहाँले राजनीति गर्दाखेरि विद्यार्थीको भविष्यहरू अब बन्दैन। अहिले बनेको छ एकैचोटि यत्रो पोहोर कति थियो? 40, 46, 45बाट द्वारा यसपालि कति? 84 होइन 60 अब त्यत्रो 61 आयो। यहाँ अन्तर्गत जोसी गर्नुहोस्। कमसे रामेछापको विद्यार्थीहरूले राम्रो नम्बर ल्याउनु सक्यो भने रामेछाप उत्पादन गर्नुहोस्। रामेछापको विद्यार्थीहरू उत्पादन गर्नुहोस्। यहाँले उत्पादन गरेको मान्छे म छु। मैले उत्पादन यहाँको कुराहरू सिकेर, शिक्षकहरू कुरा सिकेर मैले अहिले 2-4 दिन अगाडि, 1 हप्ता अगाडि रामेछापमा बजेट परेन, कम्बो भनेर मैले हाउसमा त यहाँले हेर्नुभयो होला। मैले के को लागि गरेँ त भन्दाखेरि यहाँको लागि मैले लडाइँ गरेँ। मेरो रामेछापको सम्पूर्ण आदरणीय गुरुहरू, शिक्षकहरू, अरू मेरो दाजुभाइ दिदीबहिनीहरू, मैले जनताको लागि मलाई यहाँले जसरी छनौट गरेर चाहिँ भोटाले यत्रो पठाइदिनु भएको छ त्यो हिसाबले मैले बोल्नै पर्छ। अहिलेको पोहोरको 81-82 को बजेटको कुरा गर्दाखेरि यसपालि करिब 1 खरब चान्छु
बजेट बेसी गरेर ल्याएर सरकारले 1 खरब बजेट पर्दाखेरि रामेछाप जिल्लामा जनसङ्ख्याको हिसाब होइन भोटको हिसाब आधार गर्दाखेरि 1,99,900 भोट छ। 3,000 को दरले चाहिँ हाम्रो ऋण पर्दाखेरि 56 करोड 70 लाख रुपियाँ रामेछापको मानिसले ऋण बोक्यो। तपाईँहरूको थाप्लोमा ऋण छ हाम्रो थाप्लो। बजेट कति आयो? कहिले अलि सबै सङ्घको पैसा आउँदाखेरि 40 करोड 50 करोड भित्र पनि बजेट चाहिँ आएको छैन हाम्रो। अनि मैले त्यो बोल्नु नपर्ने ऋण रामेछापको मान्छेको नाममा ऋण पर्ने अनि मैले त्यो ऋणको दायित्व त मैले पनि बोक्नु पर्यो नि त। त्यो हिसाबले मैले रामेछाप यहाँहरूको सबैको हितको लागि र ऋण हामी बोक्ने अर्को चाहिँ जिल्लामा बजेटहरू जाने त्यो कारणले मैले केही कुरा हाउसमा राखेको। पार्टीको आज केन्द्रीय कमिटीमा पनि मिटिङहरू नेपाली काङ्ग्रेस केन्द्रीय कमिटीको मिटिङहरू भएको छ। त्यही भित्र कुनै मानिसहरूले मलाई चाहिँ कुनै हल्ला बाहिर हल्लाहरू पूर्ण वार्तामा कान्छारामलाई कारबाही हुन्छ पार्टीबाट भन्ने यस्तो हल्लाहरू आइरहेको छ। मैले पत्रकार साथीहरूलाई यहाँले सुन्नुभयो होला मैले धेरैचोटि भनिसकेको छु मलाई कारबाही गर्ने होइन कि राजीनामा ल्याऊ मात्र भन्न मौखिक भन्यो भने पनि मैले यहाँको जनताहरूले मलाई पत्याएर मान्ने बनाएको। नेपाल सरकारले मलाई चिन्ह लोगो दिएछ। म त्यो पार्टी कार्यालय जतिखेर बुझाइदिन्छु भने बारम्बार मैले भनिराखेको छु। आज सोलुखुम्बुमा सदरमाथा चढ्ने मानिसहरूले कर तिरेको छ। आज हुम्लाको चाहिँ राराताल घुम्नलाई विदेशीहरूले पर्यटकहरूले कर तिरेको छ। झुम्लाले कर तिरेको छ। हरेक चिज 77 जिल्लाबाट कर तिरेर हामी राज्यको ढुकुटीमा चाहिँ जम्मा गर्ने। आज पैसा चाहिँ जसको हातमा छ जो अर्थमन्त्री छ जो विकासको मन्त्री छ उसको जिल्लामा पैसा जाने। ऋण हामी बोक्नु। आज 56 करोड 70 लाख रुपियाँ रामेछापबाट ऋण आएको छ। जम्मा हिसाब सबै सँगको हिसाब गर्ने हो भने नयाँ बजेट है हामी दसैँमा नयाँ लुगा किन्ने। आज म नयाँ खाता लगाइदिएँ नि नयाँ लुगा किन्छु नि हामी। नयाँ बजेट भनेको यहाँ चाहिँ 50 करोड पनि आएको छ। अनि मैले नबौलिकन मैले नतर्साइकन यत्रो 6वटा गाउँपालिका छ 2टा नगरपालिका छ 64वटा वडा छ। यो रामेछापले 6वटा जिल्लाले सिँचाइ गुरुल थाहा 6वटा जिल्लाले घेरेको रामेछाप छ। सिन्धुली ओखलढुङ्गा सोलुखुम्बु दोलखा सिन्धुपाल्चोक काभ्रे सिन्धुली यत्रो मैले कसरी पुर्याउने त? मैले यहाँसँग भोट माग्दिन भनेकै छु। मैले खानेपानी ल्याइदिन्छु भनेको छु। सिँचाइ ल्याइदिन्छु भनेको छु। रोड बनाइदिन्छु भनेको छु। हरेक विकास शिक्षा स्कुलहरू बनाइदिन्छु भनेको छु। अनि मैले के ल्याएर आउने के भन्ने त? त्यो हिसाबले मैले हाउसमा बोले। भोलि मैले पत्रकार महासङ्घ अध्यक्षज्यू बागमती प्रदेशका अध्यक्षज्यू पत्रकार साथीहरू मैले बिहान 8:30 बजे एउटा पत्रकार सम्मेलन पनि गर्ने भन्ने कुरा राखेको छ। यहाँले कुनैले सुनिएको कुराहरू भन्ने नि यहाँको त हाम्रो पार्टीको उप प्रधानमन्त्रीज्यू हुनुहुन्छ गणेश मानको छोरा उहाँले 84 करोड 47 लाख रुपियाँ रामेछापको बजेट परेको छ भने त कता 0.7% अरू पर्सेन्ट हिसाबले दिए भनेको छ। त्यो पर्सेन्ट हिसाबले दिँदा तपाईँको चाहिँ मनन मुस्ताङ त्यसलाई पैसा नदिए पनि हुने पर्सेन्ट हिसाबले त्यो होइन। यहाँहरूले के विश्वास गर्नुहोस् भने जम्मा रामेछाप जिल्लामा 55 करोड 3 लाख रुपियाँ पूर्ण दायित्व तिर्ने पैसा आएको छ शहरी विकास प्रकाशमान सिंहकोबाट। जम्मा 9 करोड 51 लाख रुपियाँ नयाँ बजेट आएको छ। त्यो नयाँ बजेट पनि हिजो एउटा मलाई एकजना त्यही कर्मचारीले भने 40 लाख रुपियाँ चाहिँ नयाँ होइन त्यो पुरानै दायित्व तिर्ने भन्नुभएको छ। त्यो गर्थे 9 करोड 11 लाख रुपियाँ यहाँ पैसा आएको छ। सिँचाइबाट 9 करोड चान्चुन पैसा आएको छ। सिँचाइको चाहिँ पैसा 6 करोड पैसा चाहिँ रामेछाप सिन्धुली दोलखा हेर्ने एउटा अफिस सङ्घको आएको छ। त्यस्तो पैसा
मैले सबभन्दा यहाँ बजेट ल्याउन नसक्ला, मैले ल्याउन सकिनँ होला। म यहाँलाई के निवेदन गर्न चाहन्छु, मेरो पालोमा मलाई पार्टीले मन्त्री बनाइदियो, ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्री बनाइदिनु भयो। मेरो पालोमा मैले अफिस एउटा सङ्घ अफिस सिँचाइको रामेछापमा थिएन। मेरो पालोमा मैले एउटा चाहिँ सिँचाइको चाहिँ अफिस सङ्घ अब साउने गतेबाट रामेछापमा आउँदैछु। ती हिसाबले अस्ति मैले अलिकति बजेटहरू व्यवस्था गरेर एयरपोर्टभित्र पोहोर खोला पस्याएको थिएँ। त्यो चाहिँ मैले चाहिँ अस्ति तटबन्धनको बनाइदिएँ, जुन अहिले यहाँ भैँसेश्वरबाट आउँदो त्यो खोला सबै चाहिँ खोलाहरू पसिएको खेततिर, त्यो खेतहरू सबै अहिले बाँधहरू बाँधिसकेको छु। र मैले पाउने पैसा सरकारसँग मैले माग गरेर मैले 3 करोड पैसा चाहिँ रामपुरबाट जाने बाटोको लागि यसपालि यहाँबाट मैले हालिदिएको छु। पोहोर चाहिँ उता हाम्रो गोपाल सर घरबाट मालपट्टिबाट जाने बाटोलाई मैले पुरो 1 करोड रुपियाँ पैसाहरू हालिदिएको छु। म कुनै दिन पनि रामेछापको सम्पूर्ण आदरणीय दाजुभाइ दिदीबहिनी, शिक्षक गुरुहरू, म विद्यार्थी भाइ बहिनीहरू र सम्पूर्ण यहाँ भएको सम्पूर्ण आदरणीय दाजुभाइ दिदीबहिनीहरूलाई म कुनै दिन कुनै कमजोरी गरेर म रामेछापको इज्जतमा फाल्नु छैन। मैले हुनेसम्म सक्नेसम्म म बजेट होस् अथवा शिक्षक भवनहरू होस् म सबैमा गर्नेछु। म रामेछाप जिल्लामा शिक्षक गुरुहरू अघि भन्नुभयो, हाम्रो शिक्षक सरले भन्नुभयो 1 जनाको बराबर शिक्षकहरू 7 जना कि 6 जना विद्यार्थी पढेको छ भन्नुभयो। रामेछाप जिल्लामा 70 सालसम्म 68 सालसम्ममा साँच्ची कुरा गर्ने कुनै पनि विदेशीहरूले कुनै पनि ऋण दिएर रहेछ रामेछाप जिल्लामा है। अनि मैले स्वर्गीय सुशील कोइराला पूर्व प्रधानमन्त्रीलाई मैले ठोसेमा एउटा एम्बुलेन्स दिने बेला मैले ल्याएर आएको थिएँ। त्यो बेलामा त्यहाँ ठोसेको मानिसहरूले एउटा माग गरे, हाम्रो एउटा चाहिँ पुस्तकालय किताबको चाहिँ एउटा भवन बनाइदिनु पर्यो भने। त्यसपछि डाक्टर शशाङ्क कोइरालाले इन्डियन एम्बेसीमा गएर एक्जिम ब्याङ्कले भनेर त्यहाँ 25 लाख रुपियाँ पैसा पर्यो। सबभन्दा विदेशबाट आएको पैसा पर्यो, नभए नेपालकै स्रोतबाट यी जनताकै स्रोतबाट योजना गरेर नै भवनहरू बनाइराखेको थियो। त्यसपछि भूकम्प भयो 70-72कोमा। त्यसपछि रामेछाप जिल्लामा एडिबी वर्ल्ड ब्याङ्क एक्जिम ब्याङ्कले गरेर कति 8 अरबको स्कुल बनिएको छ रामेछापमा, वारी र पारी कर खम गरेर। यो 8 अरबको स्कुल बनेको ठाउँ हामीले त्यो सहुलियत होइन, ऋणमा हो। त्यो ऋण परेको अनुसार विद्यार्थीहरू छैन। अब हामीले कसरी सुधार गर्ने, विद्यार्थी कसरी ल्याउने भनेको अब हामी कृषिमा जानुपर्छ। अब म मेरो साथीलाई पनि मैले निवेदन गरेँ, यहाँहरूको ठुल्ठुलो कार्यक्रम हुन्छ, मेयरहरू सबै नेपाल अधिराज्यबाट मेयरहरू जम्मा हुन्छ, उपमेयरहरू जम्मा हुन्छ। अब यहाँहरूले धेरै बाटोलाई बनाउने कामहरू, अब स्कुल बनाउने कामहरू, अब विकासको कामहरू यहाँहरूले गरिदिनु। अब धेरै यहाँहरूले विकासको काम चाहिँ अब कसरी गर्ने, प्रदेशले ल्याउने हो, सङ्घले ल्याउने हो। यहाँ आएको पैसाहरू चाहिँ अब कृषिमा लगानी गर्ने हो। कृषिमा भनौँ अब ट्र्याक्टर किन्ने हो कि त्यसलाई चाहिँ विज्ञहरू ल्याएर माटोहरू जाँच गरेर चाहिँ माटोहरूको चाहिँ के उत्पादन हुन्छ। अब आजभोलि पनि तपाईँ इस्कुस यहाँ चाहिँ फलिरहेको छ, त्यो इस्कुस त भने भदौ असोजमा फल्ने हो। काँक्रो यति प्रशस्त आजभोलि अर्कै सिजन अस्ति जेठैबाट काँक्रोहरू आउनु भएको फल्याएको छ। अब यो अब जनप्रतिनिधिले स्थानीय सरकारले के गर्नुपर्छ भने अब त्यहाँ उत्पादनहरू कति भएको छ, अब चामल धान कति फल्यो त्यो चाहिँ वडा छेली निर्णय गर्ने, त्यो खरिद गरिदिनु। त्यसको कृषिमा जति लगानी गर्नु सक्यो हामीले, जति कृषिमा लग्यो भन्नुभयो, अब जनता कसरी फर्काउने। त्यो घरको मानिसलाई कृषिबाट जुन नगरपालिका ओडाको पैसाहरू अब त्यो घरको मान्छेलाई जागिर दिने हो कि त्यो घरको उत्पादन किनिदिने हो कि। जति कृषिमा हामीले हात हाल्नु सक्यो उति मान्छे नेपालबाट गाउँ फर्किन्छ। यो गाउँमा जति फर्किनु सकेन भने गाउँमा एकदमै गाउँमा जनसङ्ख्या घटिसकेको छ। मैले अस्ति एउटा कुरा गरेको थिएँ, यहाँले सुन्नुभयो भएन। अब 2टा भन्दाखेरि बच्चाहरू बेसी जन्मियो भने सरकारले, मैले सरकारसँग माग राखेको छु, 2टा भन्दा बेसी बच्चा जन्माउनेहरूलाई 5 लाख रुपियाँ सुत्केरी भत्ता दिने, खर्च दिने
र 5 लाख त्यो बच्चाले इन्सुरेन्स गरिदिने। 10 क्लाससम्म बाबुआमाले पढाउने, 10 बाट माथि गएपछि राज्यले पढाउने, राज्यले पढाएपछि त्यो विद्यार्थीलाई पासपोर्ट नदिने। यी बस्ती भयो नि त। यस्तो खालको नीति बन्नुपर्छ भन्ने कुरो मैले चाहिँ जनसङ्ख्या घटिसक्यो, त्यो हिसाबले यसरी जनसङ्ख्या बढाउन सक्यो। बारीहरू बाँझो भइसक्यो। अब चाइना अब चीन सरकारले नै अब चाहिँ 2टा भन्दा बेसीले नै अब चाहिँ अर्को उत्पादन पैसा दिन्छ भनिसक्यो। नेपालमा नि यो काम गर्नुपर्छ जस्तो मैले सरकारसँग मैले यस्तो चाहिँ मागहरू राखेको छु। म यहाँलाई अर्को पनि मैले कुरा गरेँ, हामीले रामेछापको बिरामीहरू केएमसी हस्पिटल सिनामङ्गलमा छ। अहिले त्यहाँ चाहिँ 25% हामीले त्यहाँको चाहिँ डाक्टर सुशील शर्मा नेपाली काङ्ग्रेसको मान्य हुनुहुन्छ। उहाँले हाम्रो रामेछापलाई ठुलो सहयोग गरिदिनु भएको छ। अहिले आज मात्रै मैले अघि त्यहाँ मलाई पनि आउँछ त्यहाँ भर्ना भएको 8 जना आज मात्रै भर्नु भएको छ रामेछापको मानिसहरू। अब कुनैले त अब त्यो फ्री पनि गरिदिएछ उहाँले। रामेछापको मान्छेको एकदमै राम्रो काम गरिदिनु भएको छ। त्यो म मार्फत यसरी त्यहाँ उपचार भइराखेको छ। यहाँले पनि नगरपालिकाले पनि एउटा चाहिँ म मेरो साहबलाई मैले निवेदन गरेँ, सबै तपाईँले जहाँ जहाँ तपाईँले चाहिँ आफ्नो जिल्लामा भनौँ न यो 9वटा वडामा वडाध्यक्षज्यूहरूले शिक्षक गुरुहरूले नागरिकता रामेछाप हुनुपर्छ। फेरि भोलि रामेछापको नागरिकता भएन भने छुट हुँदैन। त्यो हिसाबले 25% छुट गराएको छ। कुनै गरिबहरू उपचारै गर्नु नसक्ने त्यसको स्थिति नै छैन भने त्यस्तोहरूलाई चाहिँ उहाँले पनि कुनै 50% छुट गरेर हुन्छ कि अब 80% छुट गरेर त्यस्तो खालको उपचार पनि हामीले रामेछापले अहिले गरिराखेको छु। र यति भन्दै सम्पूर्ण